तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। नेप्सेकमा हिजोको दिनमा ठुलो स्ट्रेन्थ बियरिस क्यान्डल बनाएको थियो र अब तपाईँहरूले यो डेमा के बुझ्न सक्नुहुन्न भने चाहिँ तपाईँ सर्टर टाइम फ्रेम जस्तो आवर बेसिसमा गएर हेर्दाखेरि पनि हुन्छ। तपाईँहरूले आवर बेसिस, डे बेसिस या विकली या मन्थली हेरे पनि सेमै कुरा हो। आवर बेसिसमा हेर्ने हो भने चाहिँ नेप्से इन्डिसिजन क्यान्डल बनाएको थियो सुरु ओपनिङमा, त्यसपछि डाउन ट्रेन्ड जान थाल्यो र ह्याङ्गिङ म्यान क्यान्डल भनिन्छ यसलाई, त्यो बनाएको थियो। र तपाईँहरूले राम्ररी हेर्नु भने यो डिमान्ड जोन थियो, अपट्रेन्ड जानुभन्दा अगाडिको यो डिमान्ड जोन थियो र मार्केटले लास्ट आवरमा तपाईँहरूले हेर्नुहुन्छ लास्ट आवरमा भोल्युम नि राम्रै आएको छ। हिजोमा भोल्युम राम्रै आएको छ, तर लास्ट आवरमा भोल्युम उत्तिकै जतिको सेलिङमा थियो नि त्यति नैको नि बाइङ भएको छ लास्ट आवरमा। र यो डिमान्ड जोन लिक्विडिटी सिप भन्दा नि हुन्छ, यो गएर माथि जान खोजिरहेको छ, होइन, माथि जान सक्छ, माथि जान चाहिँ सक्छ। किनभने मार्केटले सिधा रियाक्ट चाहिँ यो इम्ब्यालेन्स, जसलाई तपाईँहरूले फेयर भ्यालु ग्याप नि भन्न सक्नुहुन्छ, त्यसमा आएर रियाक्ट गरेको छ र यो डिमान्ड जोन पुरै कसरी भन्नु नेपालीमा, पुरै त्यो कभर गरेको छ, फुलफिल गरेको छ। अब यो कुरा चाहिँ पोजिटिभ हो। तपाईँहरू मार्केट अब स्ट्रेन्थ बेयरिस क्यान्डल देखाउने बित्तिकै बेची चाहिँ नहाल्नु होला। आज मार्केटमा कस्तो रियाक्सन आउँछ त्यसले भर पर्छ कि किन्ने कि बेच्ने भनेर। बजेट राम्रै आएको छ, स्टक मार्केटहरूलाई पनि राम्रै कुराहरू निकै भएको छ। अब आज हेर्नुपर्छ मार्केट के हुन्छ। बेस्ट केस सिनेरियो चाहिँ अब यो पुरै इम्ब्यालेन्स फिल गरेको छ, अब इम्ब्यालेन्सको काम छैन, यो फेयर भ्यालु ग्यापको काम छैन। अब मार्केट माथि अप ट्रेन्ड जानु पर्यो, अप ट्रेन्डमा जानु पर्यो आज। अब मार्केट आज पनि डाउन ट्रेन्ड नै भयो भने चाहिँ कहाँ रियाक्ट गर्न सक्छ भन्दाखेरि चाहिँ यता यो एरियामा आएर रियाक्ट गर्न सक्छ। यो अर्को इम्ब्यालेन्स हो जुन चाहिँ फिल्ड भएको छैन, 2725मा रियाक्ट गर्न सक्छ र रियाक्ट गरेर बााउन्स ब्याक गर्न सक्छ। तर हाइली चान्सेस चाहिँ आज चाहिँ मार्केट बााउन्स ब्याक गर्छ भनेर, किनभने यो इम्ब्यालेन्स पुरै फिल गरेको छ। हेर्न सक्नुहुन्छ प्राइस यति आएर यो डिमान्ड जोनमै आएर नै रियाक्ट गरेको छ, भोल्युम नि आएको छ भनेपछि आजदेखि मार्केट अप ट्रेन्ड जान सक्छ। र मार्केट नेप्से कहिले पनि सिधा लाइनमा अप ट्रेन्ड जान सक्दैन। तपाईँहरूले त्यो पढेको चार्टमा देखे जस्तो सिधा माथि जाँदैन, पहिला इम्ब्यालेन्सहरू फिल गरेपछि मात्र माथि जान्छ। र आज इम्ब्यालेन्स फिल गरेको छ, अब भोलि के गर्छ हेर्नुपर्छ, त्यसपछि डिसिजन लिनु होला। तपाईँहरूले पनि आफ्नो एनालाइसिस गर्नु होला। धन्यवाद।